यता चाहिँ सुत्केरी मसलाको तयारी हुँदैछ। यो चाहिँ मैले पहिलोचोटि सुत्केरी मसला बनाउन लागेको मेरो साथीको लागि। मैले चाहिने सामानहरू चाहिँ सबै राखेँ अनि सबैलाई भुट्नु पर्दो रहेछ। सबैलाई मैले पालो गरेर भुटेँ। अब मैले के राखेको छु भनेर हजुरले त्यहीँ देख्न सक्नुहुन्छ। ज्वानो, मेथी सबै कुरा भुटेँ। नट्सहरूलाई पनि घिउ हालेर भुटेँ। नट्सहरूलाई राम्रोसँग भुटिसकेपछि यो चाहिँ गुँद हो। यो चाहिँ मजाले घिउमा भुट्नुपर्छ। भुटिसकेपछि मजाले फुल्लिनुपर्छ। यो चाहिँ यतिसम्म फुलिसकेपछि यो सबै फुलेपछि अब त्यसपछि मैले यसलाई पकाउनलाई सुरु गरेँ। मैले चाहिँ दुधमा पकाउन लाग्यो। अब हालसालै खाने हो त्यही भएर दुधमा पकाउन लाग्यो। अब लङ टाइमसम्म राख्ने हो भने चाहिँ दुधमा नपकाइकन सबै मिक्स गरेर भुटेर क्यारेर डब्बामा राख्न पनि सकिन्छ पिनेर। यो चाहिँ सबै अहिले भर्खर खानको लागि बनाएको अनि त्यही भएर मैले सबै मसलाहरू सबै दुधमा हालेँ। यो पकाउँदा चाहिँ अहिले अलि गहिरो भाँडामा पकाउनु पर्दो रहेछ। अब जापानको ठाउँमा अब गहिरो भाँडा भनेर के पाउनु है। अब यही फ्राई प्यान भयो। यसमा चाहिँ एकदम भरि भयो कि थोरै चिज लेख्दा पनि धेरै भयो। यति मजाले पकाइसकेपछि हाम्रो चाहिँ रेडी भयो अनि पट्टामा राखेर यस्तो भयो। थ्याङ्क यू एभ्रिवान फर वाचिङ।